हुन्छ खर्च रोकिएको खर्च एरिया टाइममा दिँदैन 2 महिना 3 महिना पुर्याउँछ हालेकै छैन अन्त खै बुढी भएर काममा हिँड्नुपर्छ हो 61 वर्षहरू भइसक्यो ग्याजेट राख्दैन पहिला राख्नेहरूकै पैसा दिएको छैन 2016 मा बस्नेको त ग्याजेट पाएको छैन 2-3 वर्षको छ हो 58 वर्ष पुग्ने छ थुप्रै अन्त यहाँ चाहिँ भट्टाभट टेप काट्छ हाम्रो अन्त बुझाउँछ कि बुझाउँदैन आज तपाईहरूलाई एउटा कहानी सुनाउँछु चियाबारीको कहानी होइन होइन चियाबारी भन्ने बित्तिकै जुन कहाली लाग्दो दुःख पीडाको कुरा आउँछ यो कहानी पटक्कै त्यस्तो होइन यो हो वीरताको कहानी जुझारु संघर्षको कहानी दार्जिलिङ पहाडको लम्ब्यू चिया बगानका श्रमिकहरूको दमदार लडाईँको कहानी दार्जिलिङ पहाडमा गाडीधुरा र पंखाबारीको बीचमा स्थित लम्ब्यू चिया कमान एक समय दार्जिलिङको ठूला कमानहरूमध्ये एक थियो यस कमानको उत्पादनशीलता पनि उत्तिकै ज्यादा हुने गर्थ्यो सन् 1879 मा खोलिएको लम्ब्यू कमानको कुल एरिया 1020 हेक्टर भए तापनि चिया रोप्ने कुल एरिया भने केवल 502 हेक्टर छ त्यो पनि आधाउधी जंगल नै भइसकेको छ चियाका बुट्टा त सबैले देख्नु भएका छन् होला तर चियाका 5 फुट भन्दा बढी रुखहरू पनि यहाँ देख्न पाइन्छ एक समय 1200 भन्दा बढी श्रमिक संख्या भएको कमानमा आज लगभग केवल 300 जना श्रमिकहरू छन् धेरै जना पलायन भए त धेरै श्रमिकहरू खरसाङ वरिपरिका कमानतिर बिगा काम गर्छन् 250 रुपियाँको गरिबी हाजिरा मालिकको हेपाई अनि लुट पीएफ ग्राच्युइटी चोरी जमिनको मालिकाना बिना आखिर कसरी नि आफ्नो जीवन निर्वाह गर्न सकोस् श्रमिकहरूले समय समयमा बन्द गरेर भाग्ने मालिक वर्गलाई केवल नाफाको चिन्ता छ भने आजको दिनमा त्यहाँ बस्ने सबै बासिन्दाहरूलाई कमानको भविष्यको सुर्ता छ साइडबाट जान्थ्यो हैन यतापट्टिको फ्याक्ट्रीबाट चाहिँ चियापत्तीहरू हुन्छ नि बोरा बोरा जाँदै गरेको हुन्थ्यो हो अर्को साइडबाट चाहिँ यहाँ हालेर चाहिँ बोरा फर्किँदै हुन्थ्यो हैन अनि हामीहरू सानो हुँदा चाहिँ यहाँ खेल्नु आउँथ्यो क्या गाउँको सबैजना झुन्डिनुहरू अन्त खेद्थ्यो होइन हामी चाहिँ भागिदिन्थ्यो केही छैन नि अब गएन भने जम्मै चल्ने नि फ्याक्ट्री है रातभरि हामीले काम गरेको हुन्छ खै अब गयो नि अब हुन्छ मान्छे दोकान कस्तो बिग्रिन्छ है बनहरू खान्छ हजारवटा बन त नि हाम्रो दोकानमै बिक्री हुन्छ हजारवटा बन अनि बार क्या पहिला त अहिले ब्याङ्कमा यस्तो पैसा दिन्थेन यही अफिसमा दिन्थ्यो क्या तपाईँको पैसा चाहिँ क्यास पैसा यहाँ दिन्थ्यो है सुल्टी सानो दिनो त त्यो हाटै लाग्थ्यो यहाँ चाहिँ सिङ्गडा चप प्याजीहरू बेच्छ नि हाटमा यही बनाएर बेच्ने 2-3वटा दोकानहरू क्या अब जहिले पनि जुन बेलामा पेमेन्ट हामीले पाउँछौँ होइन जहिले पनि हामी अफिसमा जानुपर्छ किनभने ठिक टाइम डेट राखेपछि त डेटमा हालिदिने काम हो नि त कहिले पनि हामीलाई चाहिँ त्यो डेटमा चाहिँ कहिले पनि पेमेन्ट पाउँदैन हामीलाई कति कुरो उयो छ हामी बिमारी भयो भने हामीलाई दबाई पानी पनि छैन हामीलाई बगानमा हामी लड्यो पढ्यो भने पनि हामीलाई गाडी घरि पनि तेल हालेर राखेको छ उयो जानुपर्छ हामी तेल हालेर गाडीमा हुन्छ पनि हामीलाई कति कुरो सहुलियतहरू हामीलाई केही छैन हामीले कति कुरो झेलेर हामी काम गर्नुपर्छ किन आज न्यायहरू छैन त किन शोषण चलिरहेको छ त होइन हामीले चाहिँ कहाँनिर चाहिँ पाएको छौँ त न्यायहरू चाहिँ त्यो कुराहरूलाई लिएर सम्झेर ल्याउँदा चाहिँ अघि गाना पनि यति राम्रो थियो है मलाई भित्रैदेखि कस्तो लागिरहेको थियो तर यही हो कि मेरो भनाइ चाहिँ अब आउँदो दिनहरूमा आश्वासनको बोली मात्र सुन्दै आएका श्रमिकहरूले अब सङ्घर्षको बाटो रोजे पहाडको नयाँ जुझारु र स्वतन्त्र युनियन हिल प्लान्टेशन्स एम्प्लोइज युनियन HPEU का लम्ब्यू शाखा 28 जुलाई 2024 को दिन गठन भयो तर भोट सकिन्छ जानुहुन्छ म गर्दिन्छु हामीलाई लालची देखाउनुहुन्छ तर हाम्रो यो अमलाको टिममा उनीहरूलाई त्यो औदामा पुर्याउनु बहुत ठुलो किम्मत छ तर हाम्रो यो अमला त्यति बेला किम्मत भयो त्यो औदामा पुर्याएको थियो अर्केर नै आएर कहिले पनि हेर्दिँदैन त्यसले गर्दाखेरि हामी सबै भएर चाहिँ आज यो युनियन तर्फबाट उहाँहरूले हामीलाई है यो बडा कमानको यो दुःख अब
जुलाईको दिन म्यानेजर एपी सिंहलाई 3 बुँदे माग पत्र बुझाइयो। श्रमिक कर्मचारीहरूले पाउनुपर्ने बकाया राशिबाट छुटपुट केही रकम हालिए तापनि ज्याला, वेतन, बोनस, इन्क्रिमेन्टको एरियर अनि पीएफ ग्राच्युइटीको जम्मा बकाया राशि लगभग 16 करोडमा पुगेको छ। नयाँ श्रमिक एकताको दह्रो असर देखिन थाल्यो। म्यानेजरलाई भेट्न फेरि 5 अगस्त आउने कुरा भयो, तर म्यानेजर अफिस छोडेर दिल्लीतिर लागे। त्यसपछि 14 अगस्त उनी फर्के। लगत्तै 15 अगस्त शाखाका प्रतिनिधिहरूले एउटा साधारण सभा गरे। अनि 17 अगस्तको दिन श्रमिकहरू म्यानेजरलाई भेट्न गए। बकाया राशिको खोजीमा म्यानेजरलाई भेट्न जाँदादेखि थालिएको सङ्घर्षले बिस्तारै चर्को रूप लियो। श्रमिकहरूको सक्रियता, सामूहिक निर्णयमा भागीदारी, आँट र ऊर्जाले भरिएका कदमहरू अनि श्रमिक सङ्घर्षको हतियारको रूपमा युनियनको नौलो अनि श्रमिक पक्षधर सञ्चालन र प्रयोगले गर्दा लङभ्यूको बारेमा चर्चा फैलियो। श्रमिकहरूले कमानको स्याहार सुसार, सुचारू सञ्चालन र सम्पदाहरूको संरक्षणका मागहरू, साथै बकाया एलटीए, वर्तमान अनि पुरानो वेतन र ज्याला, पहिलाको 2 चोटि ज्याला बढोत्तरीको एरियर अनि ग्र्याच्युइटीको लागि 2 करोड र पीएफको लगभग 15 करोडका मागहरू अघि सारे। हाम्रो राशिहरू बकाइदा राशि जति थियो त्यो क्लियर गरिदियोस्, हाम्रो यो भेला हुँदैन। अगस्त 23 तारिकसम्मको हाम्रो जुन ड्यूको पैसा छ कति छ? 16 करोड। भन्नुहोस् त मसँग। 90 लाख 63,588 रुपियाँ। कस्तो छ? कतैबाट पहल भएन नि फेरि सडकमा पनि दिन पनि हामी तयार। मालिक वर्ग होशियार, मालिक वर्ग होशियार। हाम्रो बगान त्यसलाई कसरी चाहिँ लस हुँदैछ होइन? मालिकलाई लस भयो भने अर्कोलाई दियोस् बगान। हाम्रो 2013 दिनको पीएफ बुझाएको हुनुपर्छ। हामी त्यसकै लागि आएको हो यहाँनिर। आज ग्रेजुएटी बसेर कतिजना मान्छे मरिसक्यो नखाइकन, बिचराहरू रुएर कालिएर गर्छ अफिसमा गएर। उनीहरूको पैसा कसले दिन्छ? खोइ खान तो लोग बैठती टाइम पुज गया खाली बैठे देते हले हमें मन बैठती हाल भी एक दिन साहिबे के कहली बैठे दे हम के कहली खाने कहलन कि तू नहीं मने बैठबा हले के हर कमाई के हर सिखाई देवी के कहलन साहिबे मन के कहली। चलने से दर्द होता है। तू काम कैसे जाते? ऐसे ही जाती है, चलने से थोड़ा थोड़ा खाना। बगान से कुछ नहीं देता है ना, दवाई नहीं देता है, अलग से पैसा नहीं देता है। आज क्या किस चीज के लिए आई, थोड़ा वो बोलिए। हम लोग का पीएफ के लिए, पीएफ 2013 से डल पे नहीं किया ही, इधर काम करता है काटता है उतना उतना पैसा डल पे नहीं करता पीएफ। एक सराहनीय सङ्घर्षबाट लम्ब्यूका श्रमिकहरूले प्राथमिक जित हासिल गरे। मालिक गोविन्द गलको उपस्थितिमै 6 सेप्टेम्बर 2024 को दिन त्रिपक्षीय सम्झौतामा तय भयो वर्तमान ज्याला र तलब नियमित दिने र चालू राख्ने पीएफ बारे सुप्रिम कोर्टद्वारा गठन गरिएका जस्टिस एएम सप्रे कमिटीको निर्देशन मान्ने।
58 वर्ष उमेर नागेका श्रमिकहरूको पीएफ राशि कटौती बन्द गरिने अनि श्रमिक कर्मचारीहरूको वेतन ज्याला, विगत वर्षको बकाया बोनस, पहिलाको 2 चोटि ज्याला वृद्धिका एरियरहरू अनि रिटायर्डहरूको ग्र्याचुइटीको जम्मा बकाया, जुन लगभग 2 करोड पुगेको छ, त्यसमध्ये लगभग 72 लाख सेप्टेम्बरभित्र दिने, 40 लाख अक्टोबरभित्र, 40 लाख नोभेम्बरभित्र र 44 लाख डिसेम्बरभित्र दिने। उक्त सम्झौता हुँदाहुँदै बोनसको आन्दोलन सुरु भयो र अक्टोबर-नोभेम्बरको उत्सवकालमा लम्ब्यू लगायत पहाडका श्रमिकहरूले एउटा ऐतिहासिक चरण रचना गरे। हाम्रो एकता नै जित हो भन्ने सबलाई नै आज थाहा भइसक्यो होला है, थाहा भयो हो किन भन्नुहोस् त, एकता नै जित हो। हामीलाई सानो खोल्चा जस्तो लागेर धेरै त्यहाँनिर बाधाहरू हामीले कामहरू गरिराखेको थियो हाम्रो लम्बीमा है। अनि हामी लम्बीवासी चाहिँ के थियौँ भने घोर निन्द्रामा थियौँ, घोर निन्द्रामा निराखेका थियौँ कि कसैले जगाउँदा पनि नजाक्ला जस्तो भएर मरेको जस्तो भएर सुतिराखेको थियौँ आजसम्म। तर हिजो हामी उठेर अलिकति आवाज उठाएको छौँ, अलिकति मात्रै। अझै हेर्दै जानुहोस् के हुनुपर्छ, यही लम्बीको देखेर नै सबै 87वटा कमानको दिदी बहिनी दाजुभाइ जाग्नुहोस्। चिया बागान मालिक वर्गले केवल 8.33% बोनस दिने कुरा गर्दा बोनस आन्दोलन चर्कियो। जम्मै पहाडका श्रमिकहरूसँगै लम्ब्यूका श्रमिकहरूले पनि काँधमा काँध मिलाएर सङ्घर्ष गरे। यो आन्दोलनले पहाड तथा समग्र चिया बगान क्षेत्रमा श्रमिक सङ्घर्ष र स्वतन्त्र युनियनको बेजोड सन्देश फैलाइदियो। HPEU को अगुवाईमा नयाँ नारा, दृढता र साहससितै श्रमिक सक्रियताका नयाँ मिसाल देखिन थाले। 20 सेप्टेम्बर 2024 को दिन पहाडको लागि बोनस बैठक बोलाइएको थियो। पञ्जीकृत युनियन भए पनि र मालिकहरूले बोनस मिटिङमा HPEU लाई बोलाए तापनि सरकारी श्रम विभागले बोनस बैठकमा किन HPEU लाई बोलाएन थाहा भएन। तर श्रम विभागका अधिकारीसँग भएको फोन वार्ताका आधारमा र गल्ती सच्याइने आग्रह गर्दै पत्र लेखेर ठूलो संख्यामा श्रमिकहरू सिलगढीको श्रमिक भवन पुगे। मिटिङ लामोसम्म चलेपछि पनि केही अग्रगति भएन। बाहिर उत्तेजित श्रमिकहरूको तर्फबाट HPEU को लम्ब्यू शाखाकी लडाकु श्रमिक संगीता छेत्रीले मेन गेटको बाधा पार गरी व्यक्ति श्रमिकको हैसियतले बैठक कोठामा प्रवेश गरिन्। श्रमिक विषयक मिटिङमा श्रमिक किन उपस्थित हुन सक्दैनन् उनले प्रश्न उठाइन्। घण्टौंसम्म बतारिएका कुराहरू, टिफिन र आरामको ब्रेक आदिले गर्दा अधैर्य भई संगीता छेत्रीले 20% बोनसका लागि चर्को तर्क राख्न थालिन्। मालिकहरूले बोनस दर थोरै मात्र बढाउन माने, तर संगीता छेत्रीको सिधा तर्कलाई अराजक र विसङ्गतिपूर्ण भन्दै अपमान गर्न थाले। श्रमिकहरूको अवस्था, असहायता, महिला श्रमिकको शोषणबारे बोलेर बुई बन्द जस्टिस बनी उनी बैठकबाट बाहिरिन्। बाहिर 100 मजदुरहरूको गुनासो चर्कियो। त्यतिन्जेलसम्म HPEU का 100 श्रमिक बाहेक पनि अन्य श्रमिक संगठन र सञ्चार माध्यमहरू पनि भेला भइसकेका थिए। उनीहरूले श्रमिकहरूको रिसको नमुना देखे। बैठक गतिरोध भएको थियो। मालिकहरू 9.5% बोनसमा अडिग बसे। अन्य युनियनका केही नेताहरू अर्को बैठकमा HPEU लाई नबोलाए बैठकमा नजाने कुरा बताउँदै निस्किए। जो दिदी जुन युनियनलाई प्रतिनिधित्व गरेर भित्र गएको थियो, त्यो युनियनलाई नेक्स्ट टाइम मिटिङमा बोलाउनु पर्छ। हामी कोही पनि बोलाउनु पर्यो नि त, बोलायो यो पालि किन बोलाएन। अर्को बोनस बैठक 4 दिनपछि 24 सेप्टेम्बर बोलाइयो। यस पटक पनि HPEU लाई चिठी छैन। गैर कानूनी रूपमा बैठकमा नबोलाउनु बारे प्रश्न गर्दा सरकारी अधिकारीहरूले कुरा तिनीहरूको हातमा छैन भनेर बताए। उथलपुथल मच्चाइरहेका खटिखाने जनताको लयबद्ध लडाईँको कस्तो अद्भुत दृश्य। मजदुरहरू आफै नारा लगाउँदैछन्, योजना बनाउँदैछन्, आन्दोलनको उकाली ओराली बारे सल्लाह गर्दैछन्, राय दिँदैछन्।
आफ्ना गुनासो वा मागहरू बेजोड ढङ्ग र भाषामा व्यक्त गर्दैछन् वा एकसाथ गीत गाउँदैछन्। घाम पानीको वास्ता नगरी रातिसम्म व्यवस्थित ढङ्गले धर्ना चल्यो। यसैबीच लामो बैठकपछि मालिकहरूले बोनसको प्रस्तावलाई 12 सम्म बढाए, जबकि युनियनहरू बीचमा अडिग रहे। बैठक समाप्त भयो। 27 तारिक फेरि बैठक बोलाइयो। फेरि व्यापक मजदुर भेला। दिनको अन्त्यमा मालिकहरूको प्रस्ताव 12बाट 13 भयो। एक दिन छोडेर 29 सेप्टेम्बर आइतबार फेरि बैठक बोलाइयो। फेरि श्रमिकहरूको भिड दोब्बर संख्यामा। बाहिरको नारा गर्जनमा परिणत भयो। सामूहिक गीत बन्यो करुण अपील। तर कसले सुन्ने पीडाको कुरा। मालिकहरू 13मै अड्किएर बसे। युनियन प्रतिनिधिहरू विरोध जनाएर मिटिङबाट बाहिरिए र भोलिपल्ट पहाड बन्द डाकियो। 30 सेप्टेम्बर 2024 पहाड पूर्ण रूपमा बन्द भयो। बन्दको अभिघातले 1 अक्टोबर बिहानै अर्को बैठक बोलाइयो। बैठकको सुरुमै युनियनकाहरूलाई सरकारको एडभाइसरी बाँडियो। त्यसमा 16% बोनसको कुरा लेखिएको थियो। यसरी ठग्नुको विरोधमा युनियनहरूले भित्रै विरोध जनाए। बाहिर पनि दरो प्रदर्शन जारी थियो। मजदुरको क्रोधबाट बाँच्न मालिकहरू लामो समयसम्म भित्रै बसिरहे। श्रमिक जनता र श्रमिक भवनको बीचमा पर्खाल खडा गरियो पुलिस र सशस्त्र र्याफले। पत्ती टिप्ने आमा हो नाफा खाने मालिक हो भन्ने नारा। केही घण्टा पार भएपछि घाँटीमा गुम्सिएको क्रन्दनमा परिणत भयो। घृणाको आगोले मालिकी व्यवस्थालाई जलाइदिने सपना देख्ने श्रमिकको मन निराशा र अभिमानले पोलिरह्यो। श्रमिक भवन परिसर बिस्तारै खाली र सुनसान बन्दै गएपछि मजदुरले भोलिपल्ट चर्को विरोध जनाउने निर्णय गरेर निस्किए। भोलिपल्ट 2 अक्टोबर पहाडभरि आगो बल्यो। 20% बोनसको माग गर्दै दार्जिलिङमा विशाल श्रमिक जुलुस निकालियो। साथै विभिन्न ठाउँका सडकहरूमा मजदुरहरू धर्नामा बसे। मिरिक, रोहिणी गेट, कुमाई, तकदामा चक्का जाम भयो। सुनादा भ्यालीका बगानहरूबाट ट्रकमा चढेर श्रमिकहरू यस्तै धर्नामा सामेल हुन जाँदा उनीहरूलाई खरसाङमा रोकियो र त्यहीँ धर्ना सुरु गरियो। चारैतिर सडक अचल भयो। रोहिणी गेटमा तैनात भयो पुलिस बल, बन्दुक र आँसु ग्यास सहित। लङभ्यूका श्रमिकहरू त्यहाँ भेला भएका थिए। श्रमिकहरूलाई पक्राउ गर्ने र मुद्दा हाल्ने धम्की दिँदै र पर्यटकहरूलाई असुविधा भएको भन्दै केही घण्टापछि धर्ना फिर्ता लिन बाध्य गरियो। दार्जिलिङको जुलुसमा गए मात्रै अनुमति दिने कुरा गरेको पुलिसले पछि चक्का जाम हटाएपछि त्यो पनि दिन अस्वीकार गरेको थियो। त्यो दिन गान्धी जयन्ती थियो। लङभ्यूका श्रमिकहरूले गान्धीगिरी गर्दै निर्लज्ज पुलिसहरूलाई खदा लगाइदिए। सडक अवरुद्ध गरेको आरोपमा पुलिसले मुद्दा दर्ता गर्यो। लङभ्यूका श्रमिक सङ्गीता छेत्री, लक्ष्मी छेत्री आदि लगायत रोहिणी गेटमा 4 जना, खरसाङमा 7 जनालाई केस हाल्यो। अरू धेरै ठाउँमा चक्का जाम भयो। सडक अवरुद्ध गरेर जुलुस निकालियो, तर कतै केस भएको सुनिएन, एचपीईयूकाहरू बाहेक। त्यसपछि आधिकारिक सूचना आयो। 1 महिना बाद 6 नोभेम्बरको दिन कोलकातामा बोनस बैठक हुनेछ। सबै युनियनहरूको तर्फबाट चाडको समय हस्ताक्षर अभियान चलाउने कुरा भयो र थप एचपीईयूको पहलमा ब्याज बनियो। दशैं तिहार हाम्रो महान चाड, 20% बोनस हाम्रो अधिकार। फूलपातीको शोभायात्राबाट चाडपर्वको सुरुवात भयो र यसमा पनि चिया मजदुरहरूले अधिकारको आवाज उठाइरहे। फूलपातीदेखि बडा दशैं हुँदै भैलेनी, देउसी, भाइ टीकासम्म श्रमिकहरूले त्यो ब्याज लगाइरहे। पहाडका 2वटा बगान रिङटङ र लङभ्यूमा एचपीईयूको पहलमा रिले अनसन 7 सेप्टेम्बर 2025 देखि सुरु भयो। रिङटङ बगानमा 2 दिन अनसनपछि म्यानेजमेन्ट सुइकुच्चा ठोक्दा मजदुरहरूको प्रतिनिधि टोली सिलगढीमा मालिकको घर पुग्यो र बोनस दिने बारे लिखित सम्झौता भयो र त्यसैका आधारमा चौथो दिन रिङटङको अनसन उठाइयो।
अर्कोतर्फ लङभ्यूका मालिकले 8.33% भन्दा बढी बोनस नदिने बताएपछि फिलहाल 20% होइन, सरकारको निर्देशन अनुसार अहिले 16% दिनुपर्छ भन्दै मजदुरहरूले विरोध सुरु गरे। मालिकले 2 किस्तामा 5% तिर्ने कुरा गरेपछि एडभाइसरी अनुसार द्विपक्षीय वार्तामा निर्णय नगरी म्यानेजर भागे। तर त्यसै पनि पुरानो बकायाबारे 6 सेप्टेम्बरको सम्झौता अनुसारको पहिलो किस्ताको रकम पूरा नतिरेकाले अडिग श्रमिकहरूले 16% बोनस तिर्नुपर्ने मागमा रिले अनसन जारी गरे। मालिक पक्षले सस्पेन्सन अफ वर्क नोटिस दियो र यो सङ्घर्ष एक इतिहास भएर गयो। दशैंको टीकादेखि भाइटीका सब यतै लगाइयो। अन्य बगानका श्रमिकहरू ऐक्यबद्धतामा दैनिक आइरहे। कलाकारहरूको एकबद्धता कार्यक्रम भयो। 34 दिन अनसन चलेपछि मालिक गुडा टेक्न बाध्य भयो। त्रिपक्षीय मिटिङ भएर 10 तारिक सबैले 16% बोनस पाएपछि अनसन उठ्यो र 11 तारिक बगान खोल्यो। लङभ्यू आन्दोलनको समर्थनमा मार्गरेट्स होप बगानका श्रमिकहरूले प्रतीकात्मक अनसन बस्ने निर्णय गरेपछि त्यसलाई रोक्ने प्रयास भयो। बात गर्न बोलाएर पुलिसले अवैध रूपमा युनियन कार्यकर्ता प्रसिद्ध राई र सुमित देवानलाई पक्राउ गरे र कानूनको उल्लङ्घन गर्दै झुटो र भ्रमपूर्ण तरिकाले केस हालेर हिरासतमा थुने। तर यस घटनाले गर्दा विरोध बढेर गयो। मार्गरेट्स होपको अनसन पनि भयो र ठूलो हलचल भएर 4 दिनपछि दार्जिलिङ कोर्ट बाहिर विशाल जनभेलाबीच तिनीहरू रिहा भए, बढ्दो आँट र ऊर्जा बोकेर। चाडपर्व सकिए लगत्तै बाँकी 4% को लागि फेरि लडाईँ सुरु भयो। 6 नोभेम्बर कोलकाताको बैठकमा मन्त्री युनियन अफिसरहरू आए र श्रमिकहरू पनि कोलकाता पुगे। नवगठित सर्वभारतीय युनियन सीएसटीयूसँग मिलेर सडकमा विरोध प्रदर्शन पनि भयो। तर मिटिङमा मालिकहरू आएनन्। त्यसैले फेरि 16 नोभेम्बर सिलगढीमा मिटिङ डाकियो। त्यसपछि कुनै निचोड बिना यस मुद्दालाई बिर्सिदियो। अब कुरा रह्यो अरू रहल करोडौं रुपियाँ बकाया राशिको। डिसेम्बर महिनामा यस विषयमा रिभ्यू मिटिङ भयो। उक्त मिटिङमा 6 सेप्टेम्बर 2024 को एग्रिमेन्ट बारे कुरा भयो। अनसन मात्र उठेको हो, आन्दोलन जारी छ। असल आन्दोलन भने फर्स्ट फ्लसको समय सुरु हुने निश्चित थियो। यस बीच दर्जनौं मिटिङहरू भए। कैयौं षड्यन्त्र रचिए। 2025 को पहिलो पत्तीमा लङभ्यूका श्रमिकहरूले वार्षिक मागपत्र म्यानेजमेन्टको टेबलमा राखेपछि त्यसमाथि चर्चा अनि निर्णय गर्नका निम्ति बैठकको माग गरे। तर म्यानेजरले न त मिटिङ बोलायो न त मागबारे छलफल नै भयो। त्यसैले जबसम्म मिटिङ बोलाएर यसको छिनोफानो हुँदैन तबसम्म श्रमिकहरूले पहिलो पत्ती नटिप्ने निर्णय गरे। पुलिस केस लगाइयो 12 जना एचपीईयू सदस्यहरूलाई। फर्जी मुद्दा हालेर बगानमा जबरजस्ती विभिन्न पार्टीका गुण्डाहरू लगाएर जबरजस्ती पत्ती टिपाइयो। फर्स्ट फ्लसको समयमा जारी रहेको सङ्घर्ष र त्यसबारे चुलिएको बहस हुँदा हुँदै नै आइगयो मई दिवस। हिल प्लान्टेशन्स एम्प्लोइज युनियनको यसपालिको मूल जमघट मई दिवसको संग्रामी जनभेला लङभ्यूमै गर्ने तय भयो र यस कार्यक्रममा लोकार्पण गर्ने भयो एचपीईयूको संग्रामी झण्डा पनि। पहाडको हरियो पटभूमिबाट चिया र कुलैनबारी श्रमिकका संग्रामी हात मिसेका छन् विश्वभरिका श्रमिकको संग्रामी रातो झण्डासित। रातो हरियो रङको झण्डा फहराउँदै श्रमिकहरूले उच्चारण गरे सङ्घर्षको शपथ। अहिलेसम्म करेन्ट पीएफ जम्मा गरिएको छैन। ग्र्याचुइटीको पैसा जम्मै बाँकी छ। हाजिरा दिने प्रक्रिया स्थिर छैन। फ्याक्ट्री सुरु गरेर पनि पछि चलेको छैन। स्टाफ स्यालेरी बाँकी छ। स्वास्थ्य व्यवस्था उस्तै रह्यो, बरु एम्बुलेन्समा चढेर हस्पिटल जाने पैसा 500 देखि बढेर 700 रुपियाँ भएको छ। श्रमिक एकताले जित हासिल गरे पनि आज लङभ्यू कमानमा मालिक अनि मालिक पक्षीय ट्रेड युनियनहरूको जंगली राजको जरा उखेलिसकिएको छैन। तर श्रमिकहरूले हार मानेका छैनन्। असल आन्दोलन त तब हुन्छ जब समस्त खुल्ला अनि बन्द कमानका श्रमिकहरू एक भएर आफ्नो अधिकारका निम्ति आन्दोलनरत हुनेछन्। असल आन्दोलन जसले न्यूनतम हाजिरा र पर्जापट्टा जस्ता बुनियादी माग लिएर अडिग हुनेछ। किनभने न्यूनतम हाजिराको सङ्घर्षलाई मालिक अनि सत्ताले दबाइराखेको छ।
सन् 2015 मा एकबद्ध श्रमिक आन्दोलनको बादमा न्यूनतम ज्याला लागू हुने कुरा थियो। तर धोखाधडीको 10 वर्ष बित्दा पनि न्यूनतम ज्यालाको अत्तोपत्तो छैन। पर्जापट्टाको कुरा गर्दै भ्रम फैल्याउने काम र टी टुरिज्मको नाममा जमिन लुटको षड्यन्त्र चलिरहेको छ। त्यसैले सङ्घर्ष बाहेक अन्य कुनै बाटो छैन। जम्मै चियाबारीका श्रमिकहरू सङ्घर्ष गर्दैछन्। लङब्यूका श्रमिकहरूले पनि जारी राखेका छन् जोरदार लडाई। लङब्यू बगानको नाम कसरी आएको थियो थाहा भएन, तर लङब्यू भन्नाले दूरदृष्टि हो। लङब्यूका श्रमिकहरूको सङ्घर्षले त्यही दूरदृष्टिको परिचय दिँदैछन्। तिनीहरूको लडाई जम्मै चियाबारीका लागि दूरदर्शिताको उदाहरण देखाउँदैछ। सङ्घर्ष गरिएन भने खतम हुन्छ बगान र बगानेहरूको जीवन, र दूरदृष्टिको प्रमाण देखाएर आफ्नो हक अधिकार र बगान बचाउने सङ्घर्ष गरे भने फरक जीवन बनिन सक्छ, जुन मिसाल देखाउँदैछन् लङब्यू चियाबारीका सङ्ग्रामी श्रमिकहरू। हामीले पनि है खुन पसिना एक गरेर कमाएको है काम गरेको हात्ती है चितुवा अब किसिम किसिम निक्लिन्छ अरू न भैँसीदेखिको लिएर है त्यस्तो दिनको डर बोकेर यति माथिको गम्बुट लगाएर हामीले झार जंगल पेलेर कमाएको पैसा पो त हामीले त्यस्तै भिख मागेको त होइन नि त मालिकलाई। के सरकारले गरेको एक पैजारी 20% मा चाहिँ उहाँहरूले चाहिँ 10% मात्रै दिन्छु, त्यो पनि दुई किस्तीमा भन्नुभयो। र आज हामीले म्यानेजरसँग बातचित गर्दाखेरि चाहिँ भोलि हामीले चाहिँ अब भोलिसम्म लास्ट डिसाइड देख्छौँ, किनभने हामी चाहिँ सबै जग्गा 20% भयो, लङब्यूमा मात्रै किन 10% भन्ने चाहिँ हाम्रो म्यानेजरलाई प्रश्न थियो। हुनु मालिकले त जहिले पनि यस्तै भन्नुहुन्छ कि लस छ, अनि हामी पनि एउटा पत्ती टिप्ने कुल्ली भए पनि लस चाहिँ कसरी? हामीले पसिना बगाएर काम गरेको पैसा हामीले मागिरहेको छौँ, तर यो मालिकले चाहिँ गभर्मेन्ट गर्ने चाहिँ हामीलाई छिटोभन्दा छिटो दिनुपर्छ। 15 तारिकभन्दा अगाडि हामीलाई बोनस दिनुपर्छ। 15 तारिकभित्रमा बोनस दिएन भने पोहोरको भने तीव्रसँगले चाहिँ हाम्रो आन्दोलन चल्छ, किनभने हामीले पोहोर सुरु भएको आन्दोलनदेखि बोनसको जोरदार सङ्घर्ष हुँदै फेरि 1 वर्ष पार भएको छ। पोहोरको बोनस आन्दोलनलाई सम्झिएरै होला सरकारले यसपालि 20% बोनसको एडभाइजरी जारी गरिदियो। धेरै बगानहरूमा श्रमिकहरू खुसी छन्, तर तिनीहरू मिनिमम वेज र पर्जापट्टा भने भुलेका छैनन्। अनि दार्जिलिङको चियाबारी श्रमिक सङ्घर्षलाई टेवा पुर्याउने लङब्यूका श्रमिकहरू फेरि पनि लडाईमै छन्। 1 साल पार भयो र बढ्दो आत्मविश्वास, लगनशीलता र अनुभव बटुलेका छन् तिनीहरू यस 1 वर्षमा। सङ्घर्ष जारी रहोस्, घाम लागोस् खटिखाने जनताको आँगनमा।